नमस्ते। आज म एउटा यस्तो विषयमा कुरा गर्दैछु जसले हाम्रो नेपाली समाजका धेरै घरहरूमा अकालमै खोसेको छ। त्यो हो उच्च रक्तचाप, जसलाई हामीले हाई ब्लड प्रेसर पनि भन्छौँ। के तपाईँहरूलाई थाहा छ उच्च रक्तचापलाई डाक्टरहरूले के भन्छन्? साइलेन्ट किलर। किनभने यसले शरीरभित्रभित्रै क्षति पुर्याइरहेको हुन्छ, तर बाहिर कुनै ठुलो लक्षण देखिँदैन। जबसम्म मानिसलाई थाहा हुन्छ तबसम्म धेरै ढिलो भइसकेको हुन्छ। त्यसैले आजको यो भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि यो जानकारीले तपाईँ वा तपाईँका परिवारको ज्यान बचाउन सक्छ। सबैभन्दा पहिला बुझौँ रक्तचाप भनेको के हो। हाम्रो मुटुले शरीरभरि रगत पठाउँछ। रगत बग्ने नलीहरूमा जुन दबाब पर्छ त्यसलाई नै रक्तचाप भनिन्छ। एउटा उदाहरण लिनुहोस्, जसरी एउटा पुरानो पानीको पाइपमा पानीको प्रेसर धेरै भयो भने फुट्न सक्छ वा लिक हुन सक्छ। ठ्याक्कै त्यसै गरी हाम्रो नसामा रगतको चाप बढी भयो भने यसले मुटु, मृगौला, मस्तिष्कमा गम्भीर असर पुर्याउँछ। यदि समयमा यसको नियन्त्रण गरिएन भने यसले हृदयघात, मृगौला फेल हुने वा पक्षघात जस्ता भयानक समस्या निम्त्याउन सक्छ। धेरै मान्छेहरू भन्छन्, मलाई त केही भएकै छैन, किन चेक गराउने? यही नै सबभन्दा ठुलो गल्ती हो। उच्च रक्तचाप भएका धेरैलाई टाउको दुख्ने, चक्कर लाग्ने वा वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखिन पनि सक्छन् र नदेखिन पनि सक्छन्। त्यसैले स्वास्थ्य चौकी गएर प्रेसर नाप्नु नै एक मात्र उपाय हो। यदि तपाईँको प्रेसर माथिको 120 र तलको 80 छ भने यो सामान्य हो, तर यदि 140/90 भन्दा माथि जान्छ भने तपाईँ सावधान हुनुपर्छ। हाम्रा नेपाली जीवनशैलीमा केही यस्ता बानीहरू छन् जसले प्रेसर बढाउँछ। अत्याधिक नुनको प्रयोग। हामी अचार, चाउचाउ, दालमोट र तरकारीमा धेरै नुन खान्छौँ। नुनमा हुने सोडियमले रगतको चाप वात्तै बढाउँछ। शारीरिक श्रमको कमी। अचेल हामी हिँड्नुको साटो गाडी वा मोटर बाइकमा चढ्छौँ। दिनभरि कुर्सीमा बसेर काम गर्छौँ। शरीरलाई पसिना आउने गरी चलाएनौँ भने हाम्रो मुटु कमजोर हुन्छ। तनाव र निन्द्रा। बढ्दो महँगी, पारिवारिक चिन्ता र अनिन्द्राले पनि रक्तचाप बढाउँछ। अब खुसीको कुरा के छ भने उच्च रक्तचापलाई आफैले नियन्त्रण गर्न सक्छौँ। कसरी त? नुन घटाउँ। खानामा थप नुन हाल्ने बानी आजै त्यागौँ। प्याकेटका खानेकुराहरूभन्दा घरमै पाकेका ताजा खानाहरू खाउँ। पोटासियम बढाउँ। केरा, हरियो सागपात र फलफुलहरू प्रशस्त खाउँ। यसले नुनको खराब असरलाई कम गर्छ। व्यायाम गर्ने। दैनिक कम्तीमा 30 मिनट छिटो छिटो हिँड्ने गरौँ। तौल नियन्त्रण। बढ्दो पेट र तौललाई कम गरौँ। नियमित जाँच गरौँ। महिनामा कम्तीमा एक पटक प्रेसर जचाउने बानी बसाउँ। याद राख्नुहोस्, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। तपाईँ स्वास्थ्य रहनुभयो भने मात्र तपाईँको परिवार खुसी रहन्छ। आजदेखि यी साना कुराहरूमा ध्यान दिनुहोस् र आफ्नो मुटुलाई सुरक्षित राख्नु। यो भिडियो आफ्ना साथीभाइ र परिवारलाई पनि सेयर गर्नुहोला, ताकि उनीहरू पनि सुरक्षित रहन्। स्वस्थ मुटु, सुखी नेपाली। धन्यवाद।